Hello, good morning everyone. So guys, welcome back to my new mini vlogs है गाइज उहाँ चाहिँ मेरो छोरा रेडी हुँदैछ है सो मैले आज उसको लागि चाहिँ स्पेसल लन्च जहिले पनि हुन्छ एभ्री डे नै प्रायः नै स्पेसल त तर पनि मैले उसलाई आज चाहिँ मोमो बनाइदिएको छु है गाइज सो यहाँ चाहिँ मोमो पाक्दैछ अन्त अचारहरू चाहिँ यहाँ यसको टिफिनमा हालिसकेको छु है सो आजको मेरो छोराको लन्च त्यही लाँदैछ भेज मोमो सो गाइस अब मेरो छोरा रेडी भइसकेको छ है सो गाइस मेरो छोराको लन्च रेडी भइसकेको छ है हेर्न सक्नुहुन्छ तातो मोमो है छोरा तातो मोमो बाफुडिरहेको है अचार अनि ओरियो बिस्किट भाइ छोरा ह्याङ्की बोक्यौ गाइस हेर्नुहोस् मेरो छोरा स्कुल पनि भइहाल्यो त बेटा एकपल्ट हेरिदेऊ न आमालाई यहाँ र बाई बाई बुटन हेर भाइ यस्तो गरेर कपाल यस्तो गरेर त हेर मिलाउ गयो मेरो छोरा अब 4 बजीसम्म यो फुल यति दामी फुलेको छ झमझम है ए आरू पनि फल्दैछ चले बट्ट गाइस अब मेरो डेलीको रुटिन त यस्तै नै छ है नानीलाई बिहान उठेर लन्च रेडी गरेर है स्कुल पठाउनु पर्छ सो आफ्टर द्याट चाहिँ अहिले म घरमा एक्लै छु है आप्पा पनि कता घुम्न जानुभएको होला सो एक्लै नै यसरी अब काम गर्नुपर्छ है बेडहरू मिलाउनु छ रुमहरूको खाना पकाउनु पर्छ घाम बस्नु पनि नै गाइस रुममा सक्नुहुन्छ म त एकदमै प्लान्टहरूको चाहिँ प्लान्ट लभर है गाइस म चाहिँ यो चाहिँ अहिले मेरो रुमबाट खिच्दैछु है अब दिनभरि एक्लै हो गाइस ससुरा हुनुहुन्छ है अब ससुरा पनि कोही बेला बस्नुहुन्छ कोही बेला कता कता जाइरहनुहुन्छ तर म चाहिँ घरमा दिनभरि एक्लै नै हुन्छु बिहान एकछिन त पुरा हतार हुन्छ नि हतार हो सो आज मैले बिहान पूजा गर्नु पनि पाइनँ एकदमै बिजी थियो यो भयो कि गाइस हतार भयो आज सो मैले चाहिँ मोमो एक सेट मोमो पकाएर छोरालाई पठाइसकेको छु कच्चा भएर यो चच्चा भएको छ भन्छ है गाइस हेर्न सक्नुहुन्छ मेरो छोरा ब्रुटन ऊ चाहिँ यो कम्पिटिसन भएको चाहिँ फेन्सी ड्रेसको त्यसमा सेकेन्ड भएको है सो यो माथि चाहिँ क्लास 2 को लास्ट इयरको फोटो हो अनि यहाँ चाहिँ मैले बुद्ध भगवानको यो राखेको छु है एकदमै पिस फिल होस् भनेर नेगेटिभ भाइब्स नहोस् भनेर सो माथि ढुक 7 घोडाको फोटो छ अनि गाइस यहाँ मेरो लिभिङ रुममा चाहिँ यहाँ हाम्रो हुनुहुन्छ फुपा है जो कि मेरो हस्बेन्डको फुपू आफ्नो एउटा फुपूको फुपा हुन्छ अन्त उसको गोदमा चाहिँ ब्रुटन हो गाइस अन्त ध्यान यहाँ चाहिँ छौँ बुढाबुढी हामी दुईजना है अनि बाउ र छोरा सो गाइस यो चाहिँ मैले चाहिँ घरमै बनाएको है यस्तो क्लिप्स मैले हालेको पनि छु गाइस घरमै बनाएको हो सो देन यहाँ छ हाम्रो फर्स्ट सेकेन्ड थर्ड 3 जेनेरेसनको है बाजे मेरो हस्बेन्ड अनि मेरो छोरा सो अनि यहाँ हेर्न सक्नुहुन्छ है यो चाहिँ मेरो रुम यहाँ चाहिँ हाम्रो फोटो यसरी लगाएको छौँ सो गाइज हामी चाहिँ क्यान्टिन गयौँ है एकछिन म क्यान्टिन गएको थिएँ साथीसँग सो सामानहरू लिएर रिल्स बनाउँदै हामी
फर्क्यो है। अनि त्यसको बादमा चाहिँ हामी गाडी पर्ख्यौँ है। टाइम लाग्यो। चोकमा गाडी पर्खिरहेको छौँ है घर जानुको लागि चाहिँ। अन्त हल्का स्लो मोसन बनाइदेऊ न भने उसले बनाइदियो है। हामी त्यतिकै टाइम पास गरिरहेको थियौँ यहाँ भनौँ भने चाहिँ यहाँ फोटो क्लिक गर्नु हुँदैन तर पनि गरेँ म। सो गाइस अन्त यस्तै आज चाहिँ मैले घरदेखिको चाहिँ क्यान्टिनसम्मको कन्टिन्यू गर्न सकिनँ किनभने के हतारमा थिएँ गाइज। त्यो कारणले गर्दाखेरि सो अब हामी चाहिँ यहाँबाट गाडी पक्रेर घर जाने हो डाइरेक्ट है। सो बजारमा एउटा काम छ त्यो काम गरेर सिधै घर जान्छु। त्यहाँदेखिको चाहिँ गाइस घरमा भेटौँ है। हेलो गुड आफ्टरनुन एभ्री वान माई लभिङ भ्युवर्स। सो गाइज अघि चाहिँ मैले भिडियो बनाउन सकिनँ है। अलिकति पानी पनि पऱ्यो होइन। सो बजार जाने बेलामा खास चाहिँ म क्यान्टिन गएको थिएँ। सो गाइज क्यान्टिनबाट आएँ है, एकछिन रेस्ट गरेँ। अन्त अब चाहिँ मेरो छोरा आउने बेला भयो। तर कस्तो दिन भयो कि गाइज, अँध्यारो न अँध्यारो है। सो लाइट पनि छैन। अन्त यतिकै अब छोरालाई वेट गरिरहेको छु है। सो आजको दिन चाहिँ मेरो यस्तै गरेर बित्यो गाइज। अलिकति बिचको भ्लग्स चाहिँ भिडियो चाहिँ बनाउन सकिनँ किनभने पानी पऱ्यो नि त। सो छाताहरू के नलगी गएको थिएँ बजारमा है, पानीले भेट्यो। अन्तखेरि घरमा जस्तो आएँ त्यस्तो ड्रेस चेन्ज गरेँ, एकछिन बसेँ। छोरा आउने टाइम भयो भनेर चाहिँ अब उठिरहेको छु। सो गाइस तपाईँहरूले हेर्न सक्नुहुन्छ आज कालिम्पोङको वेदर। गाइस कालिम्पोङको वेदर त यस्तो छ, हेर्नुहोस् पानी पर्दैछ है। स्कुले नानीहरू भिज्दै जाँदैछ। यस्तो लाइटिङ हुँदैछ, बाहिर बस्नु पनि डर छ गाइस। मलाई फेरि पुरा डर लाग्छ नि त यस्तो लाइटिङहरूसँग। सो भित्रै बसेर वेट गरौँ होला छोरालाई नि गाइस। सो गाइस अब चाहिँ मेरो छोरा आउने बेला भयो। स्कुल बस पनि आइपुग्यो। स्कुल बस पनि आइपुग्यो छोराको। गाइस कस्तो चिसो हावा चलिरहेको छ। पुग्यो छ मेरो छोरा पुग्यो मेरो छोरा आइपुग्यो। आइएम सो ह्याप्पी मेरो छोरा आइपुग्यो। मेरो छोरा बेटा केमा ठुलो गाडीमा आयो आज? हो किन सानो गाडी के भयो भाइ? के भन्यो? के हो र? त्यो भएर ढिलो भएको होला आज है। खै ब्यागमा खै हेरौँ पछि के लायो? एउटा ए त्यहाँ कहाँ थियो? ए कस्तो भयो बाजा बेटा? हाउ इज द डे टुडे? नो ब्याड। वाइ लन्च खायौ? टोक्थ्यौ? होइन छि ह्यान्ड वासहरू पनि गरेको थियो कि थिएन? ह्यान्ड वासहरू पनि गरेको थियो कि थिएन? के च्यात्यो बेटा? ला कसरी? किन च्यातिदिएको यो प्यान्ट? बास्केटबल खेल्दा? ओ माई गड अब के गर्नु यो प्यान्टलाई? ला यस्तो माया लाग्दो मलाई। कसरी च्यात्यो? तिम्रो खालि च्यातिएको कि अरूको पनि च्यात्यो? यस्तो नटी छ नि त बुटन। अन्त यही लाउनुपर्छ स्टिच गरेर। गाइस सो मेरो छोरा घर आइपुग्यो है। आजको भ्लग यहीँसम्म नै हुन्छ किनभने अब उसलाई खानाहरू बनाएर दिनेछु हो।
लाइट पनि छैन. सो गाइस, थ्याङ्क यू फर वाचिङ माई भिडियोज. सी यू सुन इन नेक्स्ट भ्लग्स. बाई बाई.